वेलकम टु जिके विथ रोमन। आजको प्रश्न यस प्रकार छन्। 1 नम्बर, मानव शरीरमा कतिवटा हड्डी हुन्छन्? अप्सन नम्बर ए 206, बी 306, सी 106। सही उत्तर रहेको छ 206। 2 नम्बर, मुटुमा कतिवटा कोठा हुन्छन्? अप्सन नम्बर ए 2, बी 3, सी 4। सही उत्तर रहेको छ 4। 3 नम्बर, शरीरमा पानीको प्रतिशत करिब कति हुन्छ? अप्सन नम्बर ए 50%, बी 60%, सी 70%। सही उत्तर रहेको छ 60%। 4 नम्बर, आँखाले प्रकाश ग्रहण गर्ने भागलाई के भनिन्छ? अप्सन नम्बर ए रेटिना, बी कोर्निया, सी लेन्स। सही उत्तर रहेको छ रेटिना। 5 नम्बर, मानव शरीरमा कति जोडी नसा हुन्छन्? अप्सन नम्बर ए 10, बी 12, सी 14। सही उत्तर रहेको छ 12। 6 नम्बर, मानव शरीरमा सबैभन्दा लामो हड्डी कुन हो? अप्सन नम्बर ए ह्युमरस, बी फिमर, सी टिबिया। सही उत्तर रहेको छ फिमर। 7 नम्बर, दाँत कति प्रकारका हुन्छन्? ए 2, बी 3, सी 4। सही उत्तर रहेको छ 4। 8 नम्बर, कलेजोको मुख्य काम के हो? अप्सन नम्बर ए पाचनलाई सहायता गर्ने, बी मुटुलाई बलियो बनाउने, सी हड्डीलाई बढाउने। सही उत्तर रहेको छ पाचनलाई सहायता गर्ने। 9 नम्बर, कुन अङ्गलाई शरीरको फिल्टर भनिन्छ? अप्सन नम्बर ए मृगौला, बी मुटु, सी फोक्सो। सही उत्तर रहेको छ मृगौला। 10 नम्बर, कति प्रकारका रक्त समूह हुन्छन्? अप्सन नम्बर ए 2, बी 4, सी 6। सही उत्तर रहेको छ 4। 11 नम्बर, हाम्रो शरीरको तापक्रम सामान्यतामा कति हुन्छ? अप्सन नम्बर ए 36 डिग्री सेल्सियस, बी 37 डिग्री सेल्सियस, सी 38 डिग्री सेल्सियस। सही उत्तर रहेको छ 37 डिग्री सेल्सियस। 12 नम्बर, कुन अङ्गले शरीरमा सन्तुलन कायम राख्न मद्दत गर्छ? अप्सन नम्बर ए कान, बी मुटु, सी छाला। सही उत्तर रहेको छ कान। 13 नम्बर, हाम्रो कानको मुख्य काम के हो? अप्सन नम्बर ए गन्ध थाहा पाउने, बी आवाज सुन्ने, सी स्वाद थाहा पाउने। सही उत्तर रहेको छ आवाज सुन्ने।